तपाईँ साथीहरू एउटा मुद्दा। दोस्रो मुद्दा, यो देशको प्रधानमन्त्री जनताले चुनेको होइन, जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीहरूको आवश्यकता। तेस्रो मुद्दा, परदेश चाहिँदैन, विदेशीबाट 27 खरब ऋण ल्याउने, यो ऋण हामीले तिर्नुपर्ने, प्रधानमन्त्री मन्त्री र पार्टीका कार्यकर्ताले भ्यू टावर बनाएर देश लुट्ने, यो हुँदैन 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 हुँदैन। यो चाहिँदैन। विदेशीबाट ऋण ल्याउने, छोटे राजाहरू पाल्ने, परदेश संरचना खारेज गर्ने, एकदिन जोरदारका साथ नारा लगाउँ वरपर, परदेश संरचना खारेज गर। परदेश खारेज गर्ने कुनै पार्टीका विरुद्ध होइन, यो देश लुट्ने, नेपाल आमालाई बलात्कार गर्ने भ्रष्टाचारी र देशद्रोहीका विरुद्धको याद राष्ट्रिय झण्डाको आन्दोलन हो, 15 सूर्य अंकितको आन्दोलन हो। यो आन्दोलनले यो देशमा भ्रष्टाचारीको अन्त्य गर्छ। यो भन्दै गर्दा धेरै साथीलाई लाग्दो रहेछ, किन अख्तियारका अनुसन्धान हुँदैन त, किन अदालतले न्याय दिँदैन त भन्दा नेपालको कानून, नेपालको संविधानमा के लेखेका छन् यिनीहरूले? अदालतको प्रधान न्यायाधीश नियुक्ति गर्न संवैधानिक परिषदले नियुक्ति गर्ने। अख्तियारको अर्को मुद्दा स्पष्टका साथ भन्छौं हामी, यो देश हिन्दू, बुद्ध, किराँत सहितको वैदिक सनातन हिन्दू अधिराज्य हो। यो स्थापना गर्ने, यो 4वटा मुद्दामा प्रधानमन्त्रीलाई नवीन सम्झौता गर्न म यहीँबाट अपिल गर्छु। होइन भने भाग्नलाई हेलिकप्टर खोज्नु। बस यति हो। ल जोरदारका साथ साथीले एकपटक भनौं, राजा हौ। नारा लागेन, अझै पाला वरपर एकपटक जोरदार नबोलौं, राजा हौ, राजा हौ। भ्रष्टाचारी हाम्रो लडाईँ कुनै दलका विरुद्ध होइन, आन्दोलनको सुरुवात भयो, बिगुल फुट्यो। एकपटक सबैले भनौं, बिगुल फुट्यो। सबै साथीहरू यो सोचका साथ बसौं, यो एक दिन हुने छैन, आज मात्रै हुने छैन। जबसम्म सरकारले यी 4वटा मुद्दा लागू गर्दैन तबसम्म हो। तपाईहरू तयार हो? हस्, जय राष्ट्रवाद, जय नेपाल। धेरै धेरै धन्यवाद। साथमा लडौं, एकजुट भएर लडौं, दाजुभाइ मिलेर लडौं, चन्द्र र सूर्य झण्डा नछुट्दासम्म फरफराई लडौं। हस्, जय राष्ट्रवाद, जय नेपाल।